करिब 35 वर्षदेखि राज गरेकाले भन्ने गर्छ कि हामीले के गरेनौँ, हामीले कहाँ विकास गरेनौँ भन्छ। बिपी राजमार्ग कसले बनायो, पृथ्वी राजमार्ग कसले बनायो, अरण्यको राजमार्ग कसले बनायो, धरहरा कसले बनायो, रानी पोखरी कसले बनायो होइन, पशुपति मन्दिर कसले बनायो, बौद्धको स्तूपा कसले बनायो, अनि छ नि यता स्वयम्भूनाथ कसले बनायो होइन, अनि यतापट्टि नागपोखरी कसले बनायो, टुँडीखेल कसले बनायो होइन। अर्काले गरिदिएको कुरा त्यो भत्केलो भूकम्प आयो, धरहरा भत्क्यो, बनाए, खल्तीको पैसा हालेका हुन् यिनीहरूले सुरु गरेका हुन् कि केपीका बाउले बनाओ, शेरेका बाउले बनाओ, प्रचण्डिया बाउले बनाओ होइन नि त। अर्काले बनाएको संरचनामा मै भए पनि मैले पनि बनाउँथेँ क्या, किनकि सरकारमा बाहिर देशबाट सहयोग आएको थियो, पैसा लगानी गरिदिने त हो, कार्यकारीले गर्छ त। जुन यिनी राजमहल कसले बनायो भन्दा शारदाले बनायो भन्छ नि, शारदा त एउटा कम्पनी हो। यसरी यो अर्काले गरेको काममा चाहिँ ठोस लाएर चाहिँ भोट माग्ने काम नगरौँ हेर्नुहोस्।